वर्षमा एकचोटि गर्ने पूजा सिलेज माथि एकको सभाथरको रिजे र कनमा हरूको घरमा गर्ने र पुरै देशवासीको सिलेजको गाउँवासीको लागि छुट्टै माथि गाउँ माथितिर त्यो बीचमा मलमा पर्छ त्यहाँ गर्ने पूजा र सभाथरको रिजेको घरमा चाहिँ प्राय जसो प्रत्येक घरमा गर्नुपर्ने र पुरै समाजको लागि गाउँको लागि चाहिँ माथि अलग्गै ठाउँमा गरिन्छ। तर रिजेहरूको कन्माहरूको घरमा चाहिँ प्रत्येक घरमा गरिन्छ। तर अहिले कोही पोखरा आउने कोही के हुने अब सबैको घरमा गर्दैन तर पनि धेरै जसोले गर्छ। अब त्यो पढाइ चाहिँ नि अब वर्षमा एकचोटि मात्रै भएको हुनाले प्रायले नसुन्नु पनि सक्छ र अलि भन्दाखेरि पनि अलि अप्ठ्यारो छ। फलाना र कुने दे धेम फलाना र निगिने दे धेम जुम पार मे मा सये न दे मारे मुसु दे न दे मारी पुली पुली राखे मुगु जुम पार रामी जुओ यो जो हमे तज हमे प्रिज हमे प्युम खोरमु म्रिम सेमु तरेले चेरेलेउ कि हम कि भन्ने तरिकाले पढेको एउटा पूजा वर्षमा एकचोटि गरिन्छ।